ल यो हाम्रो अल्जेब्राको क्वेसन हो। यसमा हामीले पहिला यो कन्डिसनबाट सुरु गर्नु। यो कन्डिसन सुरु गर्दाखेरि हामीले के अरे एक्स प्लस वाइ प्लस जेडको 0 गर्ने होल क्युब गरेपछि एक्स प्लस वाइ प्लस जेड गर्ने ए प्लस बीको होल क्युब फर्मुला लाउने ए क्युब प्लस बी क्युब प्लस जेड क्युब भनेको 3 एक्स प्लस वाइ वाइ प्लस जेड जेड प्लस एक्स हुन्छ। त्यसपछि अब यो हामीलाई दिइरहेको छ 0 भनेर है 0 लेख्ने। त्यसपछि मैले यो यता सारेँ भनेपछि माइनस भयो। अब यसो एक्स प्लस वाइ ठाउँमा के हुन्छ एक्स प्लस वाइ भने माइनस जेड लेख्न पाएँ, वाइ प्लस जेड भन्यो भने माइनस एक्स लेख्न पाइन्छ। यसरी एक्स प्लस वाइ भनेको माइनस जेड, वाइ प्लस जेड भनेको माइनस एक्स हो कि त्यसरी लेखेर सल्भ गर्थेँ होइन। त्यसरी माइनस काटिन्छ, एक्स वाइ प्लस जेड भनेर कति लेख्नु पाइन्छ माइनस वान लेख्ने। त्यति अब मैले एलएचएसबाट सुरु गर्छु होइन। एलएचएसबाट सुरु गर्दाखेरि सेम सार्छु यो एलएचएसबाट सुरु गरेपछि सेम सारिन्छ। त्यसपछि अब एलसिएम निकाल्ने। एलसिएम निकालेपछि यहाँ हेर्नुहोस् त 1 प्लस एक्स क्युब 1 प्लस वाइ क्युब। अब 1 प्लस वाइ क्युब माथि हुन्छ प्लस 1 प्लस एक्स क्युब माथि हुन्छ यसरी है। त्यसपछि प्लस 1 हुन्छ, यो 1 प्लस जेडको सेम सार्ने यसरी। यो कति आउँछ 2 हुन्छ प्लस एक्स क्युब वाइ क्युब एक्स क्युब वाइ हुन्छ। त्यसपछि फेरि यहाँ छ अर्को हामीसँग। त्यसपछि एलसिएम निकाल 1 प्लस जेड क्युब राख्थ्यो यता 1 प्लस एक्स क्युब 1 प्लस वाइ क्युब है। अब यहाँ चाहिँ 1 प्लस एक्स क्युब 1 प्लस वाइ क्युब 1 प्लस जेड क्युब आउँछ। ल यहाँसम्म एलसिएम मात्रै निकालेको, एलसिएममै जोड्दै एडिसन जोड्दै। अब त्यसपछि मल्टिप्लाई गर्दै जाऊ। 2 ले मल्टिप्लाई 2 1 2 आउँछ प्लस 2 जेड क्युब आउँछ। फेरि एक्स पालो एक्स क्युब प्लस जेड क्युब वाइ क्युब आयो। फेरि वाइ क्युबको वाइ क्युब आउँछ प्लस जेड क्युब एक्स क्युब आउँछ है त। पहिला 2 ले गर्ने, त्यसपछि जेडलाई भयो, त्यसपछि एक्सले गर्ने, फेरि वाइले गर्यो मैले, फेरि वाइले जेडलाई गर्यो, त्यसपछि फेरि एक्सले गरेको है त। यो एक्सले गर्दा यति आयो, यो एक्सले गर्दा यहाँ आयो भनेपछि जेडले गर्दा यहाँ आउँछ। ठिक छ, यो पनि फर्मुला 1 प्लस मल्टिप्लाई गर्ने फेरि वाइ क्युब, त्यसपछि फेरि एक्स भयो एक्स क्युब प्लस एक्स क्युब वाइ क्युब अपन। अलिक कन्फ्युजिङ खान्छ, अलिक अप्ठ्यारो खान्छ, तर कन्फ्युज नभइकन गर्ने है त। त्यसपछि यसो बाल्दाखेरि 1 प्लस वाइ क्युबको वाइ क्युब फेरि एक्स पालो एक्स क्युब प्लस वाइ क्युबको पालो 1 प्लस जेड क्युब चाहिँ सेम साथी। ल यहाँसम्म सजिलो छ। अब यहाँसम्म सजिलो छ भने चाहिँ मैले एक्स क्युब वाइ क्युब अगाडि राख्छु बिला एक्स क्युब वाइ क्युब आयो। त्यसपछि वाइ क्युब जेड क्युब लेखेँ इन्टु जेड क्युब प्लस जेड क्युब एक्स क्युब लेखेँ यसरी। त्यसपछि एक्सलाई लेख्छु। अब एक्स कहाँ छ, यो एक्स छ एक्स छ भनेपछि 2x क्युब त्यसरी वाइ क्युब वाइ पनि होला प्लस 2y क्युब हो वाइ क्युब दुईवटा। त्यसपछि अर्को जेड पनि होला, जेड 2 हो, त्यसपछि 2z क्युब हो प्लस अब बाँकी हामीसँग के छ हेर्नुहोस् त, यहाँ जेड क्युब हो होइन 2z क्युब हो नम्बर छ भने चाहिँ 2 1 3 भयो। ल अब यहाँ त मल्टिप्लाई गर्न बाँकी छ, मल्टिप्लाई गर्नु त ल 1 प्लस सेम सार्ने 1 भएपछि सेम सार्ने है। 1 भएपछि एक्स क्युब वाइ क्युब प्लस एक्स क्युब वाइ क्युब, किनकि यसले मैले एक्स क्युब वाइ क्युब हुन्छ। अब जेडको पालो जेड क्युब वाइ क्युब हेरिराख्नुपर्छ है। त्यसपछि फेरि जेड क्युब एक्स क्युब प्लस
एक्स क्युब वाइ क्युब जेड क्युब भयो। सजिलोसँग गइरहेको छौँ हामीले। ल अब त्यसपछि यहाँ के गर्नुपर्छ गरौँ। अब अगाडिलाई के गर्नु मिल्ने सेम सानो यसरी एक्स क्युब वाइ क्युब है, त्यसपछि वाइ क्युब जेड क्युब प्लस जेड क्युब एक्स क्युब आउँछ। यहाँ 2 कमन आउँछ आउँदैन? 2 कमन एक्स क्युब वाइ क्युब जेड क्युबको क्युब हुन्छ प्लस 3 को 3 भयो है। ल यहाँसम्म ठिक छ। त्यसपछि अब तल हेर्नु। अब तल पनि अहिलेको जस्तो गर्नु नम्बर 1 मात्रै छ, ठिक छ यहाँ। अब त्यसपछि पहिला यसरी मिलाउँ, यो पनि सेम हुन्छ। एक्स क्युब वाइ क्युब लेखेँ पहिला मैले, वाइ क्युब जेड क्युब मिला लेखेँ प्लस जेड क्युब एक्स क्युब लेखेँ। यिनीहरू लेखेँ मैले सुरु है। त्यसपछि अर्को हामीसँग के छ, एक्स क्युब वाइ क्युब जेड क्युब छ एउटा। त्यसपछि ल भनेपछि अर्को हामीसँग एक्स क्युब वाइ क्युब जेड क्युब आयो। ल यसरी छ है त नम्बर। ल यो भनेको सेम हुन्छ जेड क्युब एक्स क्युब छ प्लस 2 इन्टु, अब अघि हामीले निकालिसकेछौँ नि, यसो कति लेख्नु पाइन्छ माइनस 3 प्लस 3 है। यहाँ पनि सेम हो, वाइ जेड क्युब प्लस जेड क्युब एक्स क्युब। अब यो हामीलाई के एक्स वाइ जेडको होल क्युब लेख्नु पाइन्छ। अब यसो ठाउँमा कति लेख्नु पाइन्छ, एक्स क्युब वाइ क्युब जेड क्युब भनेको -3 लेख्ने हो। अब एक्स वाइ जेड भन्ने ठाउँ कति छ, -1 छ, -1 पनि लेख्यौँ त्यहाँ। वाइ क्युब जेड क्युब प्लस जेड क्युब एक्स क्युब -6 प्लस 3 एक्स क्युब वाइ क्युब प्लस वाइ क्युब, यहाँ 1 पनि रहेछ नि, 1 छुट्यो, 1 यता है त। ल यो भनेको कति हुन्छ, -1 को क्युब है, -3 प्लस 1 हुन्छ। अघि हामी 1 छुट्यो यता लेखिदिएको है। अब एक्स क्युब वाइ क्युब प्लस वाइ क्युब जेड क्युब प्लस जेड क्युब एक्स क्युब -3 हुन्छ। 6 र 3 गर्छ माइनस, कसको साइड ठुलो, माइनसको। यो सेम है, जेड क्युब छुटेछ प्लस जेड क्युब एक्स क्युब छुटेछ प्लस जेड क्युब एक्स क्युब हुन्छ है। -1 हुन्छ, -3 प्लस 1 काट्यो हो। भनेपछि अब त सेम आयो माथि तल, एक्स क्युब वाइ क्युब प्लस वाइ क्युब जेड क्युब प्लस जेड क्युब एक्स क्युब -3 एक्स क्युब वाइ क्युब प्लस वाइ क्युब जेड क्युब प्लस जेड क्युब एक्स क्युब -3 सेम आयो, काटे। एन्सर कति आयो, 1 आयो। आएर चाहिँ साह्रो है त, सजिलो छ, ध्यान दिएर हेर्नुहोस् है। 1 निकाल्नुपर्छ, यो फर्मुला लाउनुपर्छ, ए प्लस फर्मुला लाएर सल्भ, फर्मुला लगायो भने गर्न आउँछ, न त अहिले आउँछ।